So welcome back guys. Lama is back हैन अनि आज भन्नाले मेरो फ्लाइट चाहिँ हिजोको थियो हैन गाइस अनि लाइक इको क्यान्सल के भैरवमा कुइरो लाएर मेरो फ्लाइट क्यान्सल हुने यस्तो हुन्छ अब भइदियो हैन गाइस सो वी हैव अ फ्लाइट टुडे अनि म चाहिँ भर्खर उठेको हैन सो आई एम इन अ होटल बिसाइड्स एयरपोर्ट हैन होटलको नाम पनि एयरपोर्ट के होटल थियो समथिङ हैन check it out guys अनि so सुरुमा म बाथरुम देखाउँछु तिमीहरुलाई दिस इज टोयलेट हैन दिस इज शावर अहिले लिनु पर्छ एकछिनमा हैन अनि दिस इज रुम गाइस हैन डबल बेडरुम लिएको के लाइक द सिंगल बेडरुम वाज कन्जस्टेड अनि त्यो मैले एकछिन फोकस त्यो मैले हिजो बेलुका खाएको खाजा अनि हियर इज अनदर मिरर हैन Lama die with big biceps, हैन that's all झ्याल छ झ्यालबाट भ्यू त्यस्तो राम्रो चाहिँ छैन बिहान भइसकेको छ हैन खै चाहिँ झ्याल त खुल्दैन त त्यो भ्यू यस्तै छ बिस्तारै चेक आउट गरौँला रुमसमा हैन सो अब अहिले भेट्छु म खाजा मगाउँछु त्यो हैन खाजा मगाउँछु अनि खाजा खान्छु अहिले ब्रस गर्छु अब पहिला हैन ब्रस गर्छु पानी तताउँछु अनि we'll see you in a while. Okay, man. You guys, Dada is back, I know. Dada ko khaza aisakyo. This is coffee. American breakfast again. Coffee cha, duita chini, ketchup, and yo ke ho? Ke na ke to? I don't know. Hot water. Kotro sano gilas ho. Fruit juice, oatmeal, omelette. Sausage, bread, tomato, yochi, I don't know. I'm a fork. Cutlet, dinner, winner. BDC sausage, Malay. Jaga bunny, Lama die always. Healthy, okay. Music. See you in a while. So, keda kedi ho, hai na? खाजा खाएको भिडियो चाहिँ डिलिट भएछ अरु भिडियो इन्जोय गर न ओके So guys, Dada is back in the house, हैन दादा घर आइसक्यो अब दादा मम्मीलाई भेट्न जान्छ अनि दादा will see you soon है त see you later दादा चल्दिस बिहान सो दादा हैन हिँडिसकेको छ केटा हो हैन दादा खतरा हो के हैन मेरो यस्तो ला भिजिबिलिटी छदै छैन दादा भने खतरा हो के 120 लकेर हो सो वेलकम ब्याक गाइज हैन म दिदीलाई एयरपोर्ट छोड्न आएको छु हामी खाजा खादै छौं न मलाई भाइले एयरपोर्ट बन्द भएर अब दिदीलाई कहिले भेट्ने खै सुन कस्तो अनुभव हुन्छ दिदी पहिले बाहिर जाँदा पैसा लिदा बाहिर जाँदा खै मलाई त्यस्तो फिलै भएन कि अझै कस्तो चाहिँ लागिरह आज फ्लाइट डिले चाहिँ नभइदियो हुन्थ्यो त्यही हो भाइलाई स्लम भाइलाई अनि सुजना बहिनीलाई चाहिँ एकदम मिस हुन्छ माइजूलाई पनि एकदम मिस हुन्छ सबसे धेरै चाहिँ सुजना माइजू र स्लमलाई मिस हुन्छ त्यही हो ओके दादा बुटोल नआएर हो के घाम नलागेको केटाकेटी हो दादा बुटोल आएको घाम लाग्न आइसक्यो दादा बुटोल गाडी लिएर डुल्छ झन् घाम लाग्छ खतरा हो नि दादा आएको त ट्राफिक लाइट पो राख्थ्यो त सो वेलकम ब्याक गाइज हैन दादा चलिसक्यो
दादा पाल्पातिर अब दादासँग भेट हुन्छ हुँदैन थाहा छैन कुरा हो बुझ्यो दादा कहाँ गयो पाल्पातिर अब अहिले ढोडै भ्लग गराउँछ